नमस्ते। हाम्रो युट्युब च्यानल लोकसेवा क्विजमा तपाईँलाई हार्दिक स्वागत छ। लोकसेवा तयारी गरिरहनु भएको तपाईँहरूको लागि एकदमै महत्त्वपूर्ण प्रश्नहरू लिएर आएको छु। लोकसेवा तयारी गर्दै हुनुहुन्छ र यस्तै यस्तै जानकारीमूलक भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। ल आउनुहोस्, अब प्रश्न सुरु गरौँ। आजको पहिलो प्रश्न रहेको छ, नेपालमा जम्मा साझेदारी वनको सङ्ख्या कति रहेको छ? यस प्रश्नको लागि अप्सनमा रहेका छन् अप्सन क 31, अप्सन ख 13, अप्सन ग 7 र अप्सन घमा रहेको छ 26। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन क को 31। अब तपाईँहरूको लागि प्रश्न 2 मा रहेको छ, सबैभन्दा बढी साझेदारी वन भएको प्रदेश कुन हो? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क कोशी प्रदेश, अप्सन ख मध्य प्रदेश, अप्सन ग लुम्बिनी प्रदेश र अप्सन घमा रहेको छ सुदूरपश्चिम प्रदेश। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन ख को मध्य प्रदेश। अब तपाईँहरूको लागि प्रश्न 3 मा रहेको छ, नेपालका कतिवटा जिल्लामा साझेदारी वन रहेका छन्? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क 31 वटा, अप्सन ख 13 वटा, अप्सन ग 7 वटा र अप्सन घमा रहेको छ 26 वटा। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन ख को 13 वटा। अब तपाईँहरूको लागि प्रश्न 4 मा रहेको छ, वन्यजन्तुबाट भएको राहत विवरण डिभिजन वन कार्यालयले के मार्फत उपलब्ध गराउनु पर्दछ? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क प्रदेश वन मन्त्रालय, अप्सन ख प्रदेश वन निर्देशनालय, अप्सन ग वन विभाग र अप्सन घमा रहेको छ वन तथा वातावरण मन्त्रालय। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन घ को वन तथा वातावरण मन्त्रालय। अब तपाईँहरूको लागि प्रश्न 5 मा रहेको छ, क्षेत्रफलका हिसाबले नेपालको सबैभन्दा सानो वन संरक्षण क्षेत्र कुन हो? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क सुर्खेत वन संरक्षण क्षेत्र, अप्सन ख गोदावरी फुलचोकी वन संरक्षण क्षेत्र, अप्सन ग बसन्त वन संरक्षण क्षेत्र र अप्सन घमा रहेको छ लालजाडी मोहना वन संरक्षण क्षेत्र। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन क को सुर्खेत वन संरक्षण क्षेत्र। अब तपाईँहरूको लागि प्रश्न 6 मा रहेको छ, वन संरक्षण क्षेत्र नभएको नेपालको एकमात्र प्रदेश कुन हो? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क कोशी प्रदेश, अप्सन ख कर्णाली प्रदेश, अप्सन ग गण्डकी प्रदेश र अप्सन घमा रहेको छ सुदूरपश्चिम प्रदेश। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन क को कोशी प्रदेश। अब तपाईँहरूको लागि प्रश्न 7 मा रहेको छ, वन संरक्षण क्षेत्र रहेका प्रदेशहरूमध्ये सबैभन्दा कम वन क्षेत्र भएको प्रदेश कुन हो? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क बागमती प्रदेश, अप्सन ख सुदूरपश्चिम प्रदेश, अप्सन ग कर्णाली प्रदेश र अप्सन घमा रहेको छ लुम्बिनी प्रदेश।
तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन ग को कर्णाली प्रदेश। अब तपाईँहरूको लागि प्रश्न 8 मा रहेको छ। निजी वन बाहेक नेपालभित्रका सबै वन क्षेत्रलाई कुन परिभाषाले समेटेको छ? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क राष्ट्रिय वन, अप्सन ख सामुदायिक वन, अप्सन ग धार्मिक वन र अप्सन घ मा रहेको छ कबुलियत वन। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन क को राष्ट्रिय वन। अब तपाईँहरूको लागि प्रश्न 9 मा रहेको छ। सालको बिउ कति अवधिसम्म सजीव रहन सक्छ? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क 4 महिना, अप्सन ख 1 महिना, अप्सन ग 1 हप्ता र अप्सन घ मा रहेको छ 3 महिना। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन ग को 1 हप्ता। अब तपाईँहरूको लागि प्रश्न 10 मा रहेको छ। दिएका मध्ये कुन छिटो बढ्ने वनस्पतिको प्रजाति होइन? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क कदम, अप्सन ख उत्तिस, अप्सन ग किम्बु र अप्सन घ मा रहेको छ देवदार। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन घ को देवदार। अब तपाईँहरूको लागि प्रश्न 11 मा रहेको छ। IUCN-ले घडियाल गोहीलाई कस्तो अवस्थामा राखेको छ? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क सङ्कटापन्न, अप्सन ख अति सङ्कटापन्न क्रिटिकली इन्डेन्जर्ड, अप्सन ग संवेदनशील र अप्सन घ मा रहेको छ लोपोन्मुख। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन ख को अति सङ्कटापन्न क्रिटिकली इन्डेन्जर्ड। अब तपाईँहरूको लागि प्रश्न 12 मा रहेको छ। दिएका मध्ये कुन समूहमा बस्न रुचाउने वन्यजन्तु हो? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क भालु, अप्सन ख बाघ, अप्सन ग बारसिङ्गा र अप्सन घ मा रहेको छ सिलु बिरालो। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन ग को बारसिङ्गा। अब तपाईँहरूको लागि प्रश्न 13 मा रहेको छ। दिएका मध्ये कुन नेपालमा पाइने भालुको प्रजाति होइन? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क काठे भालु, अप्सन ख कालो भालु, अप्सन ग खैरो भालु र अप्सन घ मा रहेको छ बोतलै भालु। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन घ को बोतलै भालु। अब तपाईँहरूको लागि प्रश्न 14 मा रहेको छ। कुन राष्ट्रिय निकुञ्ज भारतसँग मात्र सिमाना जोडिएको छ? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क शुक्लाफाँटा, अप्सन ख चितवन, अप्सन ग पर्सा र अप्सन घ मा रहेको छ माथिका सबै। तपाईँले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला।
तपाईको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन घको माथिका सबै। अब तपाईहरूको लागि आजको अन्तिम प्रश्न 15 मा रहेको छ। आफ्नो उत्पत्ति स्थानमा मात्र पाइने वनस्पति वा वन्यजन्तुलाई के भनिन्छ? यस प्रश्नको लागि अप्सनमा रहेको छ अप्सन क सङ्कटग्रस्त, अप्सन ख रैथाने एन्डेमिक, अप्सन ग आगन्तुक र अप्सन घमा रहेको छ समस्याग्रस्त। तपाईले यी अप्सनहरूमध्ये कुन अप्सन सही लाग्छ? आफ्नो उत्तर तल रहेको कमेन्ट बक्समा लेख्नुहोला। तपाईको लागि समय 5 सेकेन्ड रहेको छ। र अब यसको सही उत्तर रहेको छ अप्सन खको रैथाने एन्डेमिक। अब तपाईहरूले यस्तै लोकसेवा तयारी सम्बन्धी जानकारीमूलक भिडियोहरू चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानल लोकसेवा क्विजलाई सब्स्क्राइब गरी यो भिडियोलाई सेयर गर्नुहोस्, किनभने तपाईँको साथ र सपोर्टले नै हामीलाई हौसला मिल्नेछ भने तपाईँलाई सफलता मिल्नेछ। धन्यवाद।